भर्खरै हामीले नेपालमा के देख्यौं, यो जति पनि धन सम्पत्ति दौलत पावर यी कुराहरू सबै मिथ्या रहेछन् भन्ने कुरा भर्खरै हामीले नेपालबाटै जान्यौं हैन। नत्र हाम्रो शेरबहादुर देउपाका पति पत्नीलाई के नपुग्दो थियो, उनीहरूलाई सम्पत्ति नपुग्दो थियो कि पावर नपुग्दो थियो कि के नपुग्दो थियो भन्नुहोस् त। अन्तमा के रह्यो त, के लाग्यो? उहाँहरूका सम्पत्ति, उहाँहरूको पावर, उहाँहरूका पछाडिका मान्छेहरू त्यति बेला केही काम लागेनन्। त्यही हुनाले हामी कहिलेकाहीँ हामी सम्पत्तिमा घमण्ड देखाउँछौँ, आफ्नो पावरमा घमण्ड देखाउँछौँ हैन। अनि हामीले व्यवहारमा त्यो आफ्ना मान्छेहरूलाई उतार्छौँ क्या, त्यो घमण्ड, त्यो पावर, त्यो पैसाको तुजुक हैन। त्यही हुनाले साथीहरू बाँचुन्जेल भाइचारा देखाउनुहोस्, आत्मीयता देखाउनुहोस्, एकअर्कालाई सम्मान गर्नुहोस्, श्रद्धा गर्नुहोस् हैन। सबैभन्दा ठुलो कुरो चाहिँ दुःखमा नआत्तिनु, सुखमा नआत्तिनु भन्ने रहेछ भन्ने कुरा, यो कुराले पनि छर्लङ्ग हुन्छ। त्यही हुनाले साथी हो, सबैजना सम्पत्ति, पद, पैसा यी भनेका केही होइन रहेछन्। सबैभन्दा ठुलो कुरो मानवता हो रहेछ, सम्मान हो रहेछ भन्ने कुरा हामीले जान्यौं नि हैन। म पनि तपाईहरु सबैप्रति सम्मान व्यक्त गर्दै यो भिडियो तपाईहरुका लागि